क्लास सुरु गरौँ है। हामी अहिलेसम्म के पढ्यौँ, भेक्टर भनेको के हो हैन, भेक्टरको के कुरा हुन्छ, म्याग्निट्युड र डिरेक्सनहरू हुन्छ, हामी त्यो निकाल्न सक्यौँ। आज चाहिँ हामी भेक्टरको गुणन गर्न सक्छौँ। उदाहरणले हेर्दा अनि स्केलरको गुणन गर्दा 2 × 5 कति हुन्छ एउटा हो यो 10 हैन। तर यस्तो है भेक्टर a क्रस b अथवा a डट b भनेको कति हुन्छ भने हामी यस्तो डाइरेक्टली भन्न सक्दैनौँ है के हुन्छ भन्ने कुरा, ठीक छ। त्यसैले यसको गर्ने तरिकाहरू छ, त्यही भएर आज हामी के पढ्छौँ, प्रोडक्ट अफ टु भेक्टर्स हैन। आजको टपिक लेखौँ त, प्रोडक्ट अफ भेक्टर। यो भनेको दुईटा भेक्टरले हामी कसरी गुणन गराउने हैन, दुईटा भेक्टरको गुणन कसरी गराउने, यो दुई तरिकाले गराइन्छ। एउटा हो स्केलर प्रोडक्ट, दोस्रो चाहिँ भेक्टर प्रोडक्ट हैन। ल स्केलर प्रोडक्ट, यसको नोटेसन कस्तो हुन्छ, डट हैन। यसलाई हामी के पनि भन्छौँ, डट प्रोडक्ट, यसलाई क्रस प्रोडक्ट पनि भन्छौँ। क्लियर छ यहाँसम्म। स्केलर प्रोडक्टले के दिन्छ, स्केलर भ्यालु है, कस्तो भ्यालु, स्केलर भ्यालु हैन। यसले के दिन्छ, भेक्टर प्रोडक्टले भेक्टर हैन, जहिले पनि के दिन्छ, भेक्टर। ठीक छ यहाँसम्म, साइड सक्यो। ल अब हामी 1 बाइ 1 गरेर हेरौँ है। ठीक छ। स्केलर प्रोडक्ट हैन, स्केलर प्रोडक्ट, यसलाई हामी के भन्ने भन्छौँ, डिओटी डट प्रोडक्ट हैन। यसले जनाउँदा क्राइम कसरी लेख्छौँ, यस्तो डट टाइपको हैन, ठीक छ। ल हेर्दा यो पढ्दा के लेखेको छ, के लेखेको छ, ए भेक्टर ए डट भेक्टर बी हैन। क्लियर छ यहाँसम्म, क्लियर छ हैन। ल म माने लेट ए एउटा ए नभनौँ हैन, भेक्टर ओए बराबर कति छ, भेक्टर ए हैन। यसको कोअर्डिनेट कति छ, a1 कामा b1, ठीक छ। ल अर्को भेक्टर कति छ, ओबी हैन। यसको उसका चाहिँ मैले नोटेसन बी लेखेँ भने यसको उसका के हुन्छ, कोअर्डिनेट कति छ, a2 कामा b2, ठीक छ नि त हैन। त यो के फर्ममा छ, कोअर्डिनेट फर्म हैन, र यिनीहरूले हामी केमा लेख्छौँ, अब भेक्टर फर्म अर्थात् a1i प्लस b1j हैन। यसको कति हुन्छ, a2i प्लस b2j, ठीक छ। ल हामी यहाँ हेर्दा अब यसको निकाल्नु, a डट भेक्टर ओए डट ओबी, त्यो भनेको कस्तो, द्याट इज a डट बी। a कति छ, a1i प्लस b1j, र यहाँ डट लेख्नु पर्यो हैन। अरु कति हुन्छ, a2i प्लस b2j। यो नर्मल तरिकाले गुणा गराउँदा कति हुन्छ, स्केलरलाई स्केलरसँग गराउने हो। अनि हेर यो ध्यान दिनु, यो अपरेटर चाहिँ भेक्टरमा मात्र काम गर्छ, स्केलरमा चाहिँ हामी नर्मल तरिकाले जस्तो गुणन गर्छौँ, 2 × 3 कति हुन्छ, 6, त्यो चाहिँ नर्मल तरिकाले गर्ने हो। तर यो डटले चाहिँ कुनमा काम गर्छ, भेक्टरमा मात्र गर्छ, ठीक छ। a1 × a2 कति हुन्छ, a1 a2 i भेक्टर, यो भेक्टर हो i हैन, यसमा के हुन्छ, डट फेरि भेक्टर i, ठीक छ। त्यस्तै हो नि त, a1 b2 हैन, a1 b2 भेक्टर i डट भेक्टर j, ठीक छ। अर्को प्लस भन्नु त b1 a2 हैन, भेक्टर j डट भेक्टर i प्लस कति हुन्छ, b1 b2 भेक्टर j डट भेक्टर j, ठीक छ। यहाँसम्म ठीक छ नि। ल हामी पहिला पढेछौँ हैन, यो भेक्टर i डट भेक्टर i कति हुन्छ, 1 हैन, ठीक छ। सेम भेक्टरले युनिट भेक्टर छ, त्यही भेक्टरले डट गरायो भने त्यसको भ्यालु कति आइदिन्छ, 1, अथवा j डट j छ भने कति हुन्छ, यसको भ्यालु 1 हैन। तर फरक आयो हैन, i डट j यो भ्यालु कति आइदिन्छ, 0, अथवा j डट i छ भने यसको भ्यालु पनि कति हुन्छ, 0, ठीक छ नि यहाँसम्म। ल अब भन्छ यसको भ्यालु कति आयो, 1, कति बस्छ, a1 a2 हेर त, a1 b2 इन्टु 0 कति हुन्छ, यो 0, यो पनि 0, यो कति हुन्छ, 1, b1 b2, र यो स्केलर भ्यालु भेक्टर भ्यालु हो, स्केलर भ्यालु हैन।
हो यसले हामी के भन्छौँ स्केलर प्रोडक्ट क्लियर छ यहाँसम्म यहाँसम्म ठिक छ नि एकदम तर त यहाँ हामी के थियो पहिला हामीसँग कोअर्डिनेट थिए कोअर्डिनेटलाई स्केलरली गर्दाखेरि एक्सलाई एक्ससँग गुणा गराउने वाइलाई वाइसँग गुणा गरेर ठ्याक्कै हामी दुईटा भेक्टरको डट प्रोडक्ट भेट्छौँ यो कति बेला इफ म कहाँ इफ coordinates of point are given कति बेला यदि के हुन्छ दिएको बिन्दुहरूको कोअर्डिनेटहरू दिएछ भने हामी डट प्रोडक्ट यो तरिकाले निकाल्छौँ तर अब हेर कोअर्डिनेटै जहिले दिन्छ भन्ने छैन कहिलेकाहीँ के गर्छ त्यसको म्याग्निट्युड दिन्छ अनि दुईटा बिचको एङ्गल कस्तो हुन्छ त्यो दिन्छ अब त्यही भएर है ठिक छ भ्यायो हामी 2D मा हैन हामी हेर्थ्यौं एउटा भेक्टर छ हैन त्यसको कोअर्डिनेट रहेछ a1 कामा g1 हैन भेक्टर b2 भेक्टर a2 कामा b2 हैन र यसको a डट b बराबर कति आयो हाम्रो भन्दियो x लाई x सँग गुणा गर्नु भन्छ हैन a1 a2 प्लस b1 b2 हैन तर a को 2D को लागि हैन 3D को लागि निकाल्नु पर्यो भने जस्तै जस्तो है a बराबर if हैन कस्तो दियो भेक्टर a इक्वल्स टु a1 b1 र c1 हैन अनि भेक्टर b बराबर कति दियो a2 b2 c2 छ भने हैन a डट b बराबर कति हुन्छ मैले भन्दै त अर्थात x लाई x सँग गुणा गराउने y लाई y सँग z लाई z सँग हैन कस्तो हुन्छ यो a1 a2 प्लस b1 b2 प्लस c1 c2 ठीक छ यहाँसम्म क्लियर छ नि ल अब यो कति बेला युज गर्ने यस्तो टाइपको यदि कोअर्डिनेटहरु दिएको छ भने हैन यदि त्यसको म्याग्निट्युडहरु दियो भने त्यतिबेला हामी डट प्रोडक्ट कसरी निकाल्ने vectors are given हैन के रे म्याग्निट्युड दिएको भएर पनि हैन हामी कसरी निकाल्ने मानौ एउटा भेक्टर a हो अर्को त्यसको म्याग्निट्युड कति हो हेर त यो हामी के गर्छ म्याग्निट्युड अफ भेक्टर a तिमीले पनि निकाल्न पनि सिकाएको छु हैन र अर्को भेक्टर मान कति छ b हो भने यसको म्याग्निट्युड कति हुन्छ मोडुलस अफ b हैन क्लियर छ यहाँसम्म र यो म्याग्निट्युड हो हैन म्याग्निट्युड अब तिमीहरु सुन है यो हुन्छ खास कस्तो यो दुईटा कि त के हुनु पर्यो यो डाइभर्जिङ एकदम ध्यान है कि त दुईटा के हुनु पर्यो कन्भर्जिङ टाइप हैन यो दुई त्यतिबेला यो दुईटा भेक्टरले बनाएको एंगललाई हेर्नु के हुन्छ थीटा ठीक छ कि त यो दुईटा भेक्टर हेर a र b कस्तो हुनु पर्छ डाइभर्जिङ कि त दुईटै के हुनु पर्यो कन्भर्जिङ त्यतिबेलाको मात्र यो दुईटा तिनीहरु दुईटाले बनाएको एंगललाई हामी के भन्छौं थीटा भन्छ यी एंगल हामी लिन्छौं अब अर्को सुन है कहिलेकाहीँ तिमीहरुको यस्तो नि के साइज छ है यो यस्तो छ हैन त्यतिर गइरहेछ हाम्रो एंगल यो छ भने हैन यो भेक्टर a हो यो b हो र हामीले कुन एंगल युज गर्छौं यो एउटा अल्फा छ यो चाहिँ बीटा छ कुन वाला युज गर्छौं भन्दै त अल्फा हैन किनभने के छ हेर त टक्कै यो छ डाइभर्जिङ छ ठीक छ नि त्यहाँसम्म ल अब हेर त a डट b बराबर कति हुन्छ magnitude of a magnitude of b cos of यो थीटा कस्तो हुनु पर्यो दुईटा भेक्टर बीचको एंगल कति बेला जब दुईटा भेक्टर कन्भर्जिङ अथवा दुईटा भेक्टर के छ डाइभर्जिङ छ भने हैन ठीक छ यहाँसम्म ल अब यसको प्रुफहरु छ हैन त्यो चाहिँ हामी पछि हेर्छौं ठीक छ नि अब अर्को हेरौँ त एंगल बिट्विन a and g एंगल बिट्विन टु भेक्टर्स हैन दुईटा भेक्टर बीचको कोण हेर दुईटा भेक्टर कस्तो हुनु पर्यो जहिले पनि कन्भर्जिङ अर डाइभर्जिङ हैन यो एकदम ध्यान दिनुपर्छ यो मिस्टेक हुन्छ पछि हामी थ्योरमहरु गर्छौं हैन यसको चाहिँ म प्रुफ पछि बताइदिन्छु हैन हामी ठ्याक्कै डाइरेक्टली निकाल्न सिक्यौ है हामीले के थाहा छ a डट b बराबर कति हुन्छ ab cos थीटा हैन र a डट b डिवाइडेड बाइ कति गर्दा ab गरेर हामीले कति रहेछ cos थीटा थीटा बराबर कति आयो cos इन्भर्स a डट b डिवाइडेड बाइ ab ठीक छ बुझ्यौ नि ल सारा